सिर्जना किनभने परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो, उहाँको हामी सिर्जनाहरू हौँ र हामीले गर्ने अथवा निर्माण गर्ने हरेक कुरा नै सिर्जना हो। त्यसकारण परमेश्वरले हामीलाई यसरी बनाउनु भयो कि हामी सृजना गर्न सक्ने शक्ति खुबी राखेर उहाँले सृष्टि गर्नु भएको छ। त्यसकारण सृजना जहिले पनि यो दुई प्रकारको हुन्छ, एउटा उपयोगी खालको, अर्को चाहिँ ललितको कुरा होइन। अब ललित कला अथवा ललित भित्र के पर्छ भन्दाखेरि चित्रकला, मूर्तिकला अथवा विभिन्न खालको त्यो बुन्ने कुराहरू, नृत्य अभिनयका कुराहरू, त्यसपछि सङ्गीत, वाङ्मय। अब हामी वाङ्मय भनेको चाहिँ साहित्य होइन। वाङ्मय भित्र पनि साहित्य र साहित्योत्तर भन्ने भन्छ है। अब साहित्यभित्र के पर्छ त भन्दाखेरि यो साहित्यमा एउटा सृजनात्मक साहित्य भन्ने पर्छ। त्यो कुरा चाहिँ बढी हामीले हेर्छौँ। वाङ्मयभित्र साहित्य र साहित्योत्तर। अब यो साहित्योत्तर भित्र पनि आलोचना भन्ने भनिन्छ, क्रिटिसिजम। सृजनात्मक साहित्यभित्र चाहिँ यो चारवटा मुख्य साहित्यका विधाहरू भनौँ न। सृजनात्मक साहित्य वा क्रिएटिभ राइटिङभित्र पर्ने चारवटा विधाहरू छ। कवितामा पनि थुप्रै विधाहरू छ फेरि। कविताभित्र पनि थुप्रै त्यो कविताको कुराहरू छ। महाकाव्य कविताको सबसे ठुलो रूप, त्यसपछि खण्डकाव्य अलि सानो, त्यसपछि फुटकर कविताहरू, मुक्तक, गजल, गीत, हाइकु, शायरी, सबै यो कविता अन्तर्गत पद्य र गद्य दुईटै शैलीमा लेखिएको हुन्छ है। पद्य भनेको अलिकति लयात्मक प्रकारको, गद्य भनेको अलिकति भाषागत रूपमा लेखेको कुराहरू पर्छ। यसमा हामी धेरै कुरा जाँदैनौँ। अर्को छ यो आलोचनात्मक साहित्यता भनेको साहित्य क्रिएटिभ भन्दा पनि अलिकति भनौँ न साहित्य शास्त्र सम्बन्धी, दर्शन शास्त्र सम्बन्धी अथवा विभिन्न विषयप्रति गहन अध्ययन गरेर लेखिने कृति हो। यो भित्र पर्छ साहित्यभित्र समालोचना भनेको कुनै पनि पुस्तकको अथवा कुनै पनि कृतिको त्यो माथिको खण्डन गरेको अथवा समालोचना गरेर लेखेको कृति हो। समुदाय शास्त्र धेरै कुराहरू आउन सक्छ। शोधपत्रहरू अथवा पाठ्यक्रम, शोधपत्र भनेको जति पनि हामीले एकाडेमिक हिसाबले अथवा शैक्षिकको हिसाबमा हामीले विभिन्न प्रकारको शोधपत्रहरू, रिसर्च पेपरहरू, त्यसपछि यो निकाल्छौँ। यो पनि भित्रै पर्छ। आफ्नो चाहिँ पाठ्यक्रम, यो पाठ्यक्रम पनि धेरै खालको हुन्छ। बाल पाठ्यक्रम हो कि आध्यात्मिक टाइपको हो कि होइन, त्यसपछि अब कलेज लेभलको ईश्वरशास्त्रीय पाठ्यक्रम हो कि अब सामान्य प्रौढ शिक्षाको पाठ्यक्रम हो कि औपचारिक र अनौपचारिक भन्ने कुराहरू पनि आउँछ। त्यसपछि बायोग्राफी अथवा जीवनी होइन। बायोग्राफी पनि एउटा ठुलो वृहत हो यो होइन। विभिन्न व्यक्तिहरूको जीवनीलाई प्रश्नसँग सुरुवातदेखि, जन्मदेखि अथवा जन्मभन्दा अगाडिदेखि, उसको पुस्तादेखि र अहिलेको उसको अर्को नयाँ पुस्तासम्मको उसको गतिविधि, जीवनी, कृति, योगदान, सम्मान सबै कुरा लेखिएको एउटा ठुलो भनौँ न। जीवनी भनेको सानो पनि हुनसक्छ, तर बायोग्राफी भनेको चाहिँ बृहत रूप हो क्या। एउटा व्यक्तिको चाहिँ पुरै जीवनी होइन, त्यहाँभित्र उसका कृतिदेखि लिएर सबै कुरा समेटिएको त्यो कुराहरू आउँछ। अर्को छ लेख अथवा त्यसमा चाहिँ विभिन्न खालको लेखहरू समेटिएको पुस्तकहरू हुन्छ। त्यो एउटा यो एउटा जस्ट एउटा हामी सामान्य जानकारी मात्रै। अब हामी को हौँ त? यो प्रश्न हामीलाई, मलाई अथवा हामी सबैलाई, हामी को हौँ? साहित्यकार हौँ। साहित्यकारभित्र यो सबै पर्छ है। कवि पनि साहित्यकारै पर्यो। साहित्यकार चाहिँ साहित्यको सिर्जना गर्ने सर्जकहरू नै के होला? साहित्यकारहरू। त्योभित्र कविकार चाहिँ हुँदैन। धेरै जसो कविकार आउँदै हुनुहुन्छ, कविकार हुन्छ, कवि नै कार हो क्या वास्तवमा। कविकार होइन, गजलकार, गीतकार, निबन्धकार, कथाकार, उपन्यासकार अथवा होइन लेखक हो कि सम्पादक, अनुवादक। यो कमल सरको अस्ति मैले त्यो हाम्रो नेपाल बाइबल सोसाइटीको उहाँको लेख तलबाट देखेको थिएँ। लेखक, सम्पादक, अनुवादक अनि शिक्षक पनि होला होइन। त्यहाँ त्यो फरक किन एउटै राखेको हुन्थ्यो नि? किन भन्नु त्यसको अर्थ, त्यसको फरक त्यसको काम
कारणले गर्दा त्यो गरेको समालोचक समीक्षक यो बाहिर क्रिस्चियन भन्दा बाहिरको साहित्यहरूमा चाहिँ समालोचकलाई चाहिँ एकदमै ठुलो मानिन्छ किनभने उहाँले चाहिँ त्यो कृतिको पनि समीक्षा गर्ने के समालोचना गर्ने समीक्षा भनेको छोटो भयो समालोचना भनेको चाहिँ अझ वृहत त्यसको वाक्यमा त्यसो के त विभिन्न प्रकारले चाहिँ त्यो भनौँ न खण्डन गर्ने क्या एपोलोजेटिक्स गर्ने भनौँ न एक प्रकारले त्यो समालोचक हो पत्रकार भनेको अब त्यो कुरा हामीलाई थाहा छ होइन विभिन्न पत्र पत्रिका अथवा अनलाइन अथवा कुनै पनि रेडियो डिजिटली सबै प्रिन्टेड सबै प्रकारको स्वस्थ रूपमा आफ्नो इन्फर्मेसनहरू सही र ठिक समयमा आफ्नो सूचनाहरू चाहिँ प्रकाशित गर्ने सम्पादन गर्ने खोज्ने देखाउने प्रश्न पार्ने जनताहरूलाई सुसज्जित गर्ने काम पत्रकारले गरिरहेको हुन्छ अब इतिहासका हामीले फेरि यो फरक विधा हो इतिहासको विषयमा मात्रै लेख्ने इतिहासविदहरू अथवा के हो त अब हामी पाठक हेर्दाखेरि हामी को पहिलो सुरुमा लेखक हुनुभन्दा अगाडि पाठक भन्नै पर्यो यो पाठक नै वास्तवमा लेखक हुने सिधै लेखक हुन थाल्यो भने त बर्बाद हुन्छ भगवतले इज्जत पनि जान्छ किनभने पहिलो कृति चाहिँ तपाईँ राम्रो देखिरहेको हुन्छ किताब निकालेपछि त बर्बादै रहेछ यो मान्छे हुन्छ कि भन्ने एउटा एकदमै डर त्यो पछि हामी आउँछौँ त्यसको विषयमा अब साहित्यको कुराकानी गर्दाखेरि म यसमा अलिकति जान चाहन्न किन यो चाहिँ अब क्लास नै हो तर हामी क्लास त्यो प्रकारले जानु अहिले समय पनि छैन मसँग त्यो कारणले गर्दाखेरि हरेक मानिसको आफ्नो भावना कल्पना हुन्छन् हरेक मानिसमा नयाँ नयाँ विचार उठ्छ हरेक मानिसका केही न केही काम र कुराहरू पर्छ होइन यस सिलसिलामा आफ्नो मनको भाव अरूको सामने व्यक्त गर्न थाल्छ मनको भाव व्यक्त गर्न दुईवटा तरिका छ लेखेर बोलेर रचनाको लागि चाहिने मूल तत्त्व भाषा हो मनभित्र उठ्ने हरेक प्रकारका भावनाहरूलाई भाषाको माध्यमले गर्ने कलात्मक अभिव्यक्ति नै साहित्य हो अब यस संसारका प्रकृति एवं यहाँका जीवनको अभिव्यक्ति मानिसले विभिन्न किसिमले गर्न सक्छ जब यस जीवन जगत अभिव्यक्ति संरचना भाषाको माध्यमले कलात्मक रूपमा भरिन्छ त्यो साहित्य हुन्छ है अलिकति हामी कुराकानी गरौँ साहित्य अब साहित्य भनेको चाहिँ वर्तमान समयको चाहिँ प्रतिबिम्ब हो कि ऐना हो वर्तमान समयको त्यो चाहिँ देखाउन सक्नु चाहिँ व्यक्त गर्न सक्नु चाहिँ साहित्य हो भनेर मानिसमा विभिन्न खालका अनुभूतिहरू हुन्छन् सब कलात्मक शब्दहरूले रङ्ग्याउनु उन्गुट्टा भर्नु होइन अब यसलाई पनि हेर्नुहोस् त यो अगाडिको चित्र यहाँ अगाडि एउटा राम्रो चित्र कोरेको छ यो चाहिँ यो पनि एउटा सिर्जना हो यो चाहिँ साहित्यलाई अब यसलाई चाहिँ तपाईँले व्याख्या गर्नुहुन्छ नि त्यो चाहिँ साहित्य हुन्छ क्या आफ्नै भाषामा तपाईँले त्यसलाई व्यक्त गर्नु चाहिँ त्यो कलात्मक रूपमा व्यक्त गर्नुभयो भने चाहिँ त्यो एकदमै त्यो साहित्यको रूपमा एउटा सिर्जना अब यहाँ हेर्दै गर्दाखेरि तपाईँको मनमा के लेख्न सकिन्छ होला गीत लेख्न सकिन्छ नीलो आकाश सेतो बादल होइन तिमी हिमाल पारी छौ म हिमाल ओहारै छु होइन भनेर गजल पढ्न सकिन्छ कि एउटा सिर्जना क्या मेरो एउटा बुढी आमा मेरो घरहरू मेरा गाउँहरू सुन्ने छन् अहिले मेरा बुढी आमाहरू खेतबारीमा काम गर्दैछन् कोही युवाहरू छैनन् भने एउटा क्या एउटा कविता फुटकर कविता समय लाग्ला विचार दृष्टि सिद्धान्तले भरेको सुन्दर सरल मिठो अभिव्यक्ति जहाँ आफ्नो रचना साहित्य हुन्छ यो अदृश्य आवाज हो आवाज दिइराखेको हुन्छ अदृश्य छ क्या अनि मनमा लागेको छटपटीलाई कागजमा कोरेर होस् वा बोलेर दिएका दृष्टिपूर्ण सिर्जना हो साहित्य जसले मनलाई स्पर्श गर्न सक्छ लेखाइले मनमा छुनुपर्छ छुन्छ भने साहित्य हुन्छ छुँदैन भने कागजको खोस्टा हुन्छ छुनु पर्यो होइन केही न केही त्यसले घोच्नु पर्यो क्या त्यसले चाहिँ अब अलिकति काम गर्नु पर्यो भन्ने कुरा
पहिलो हामीले हेर्दाखेरि निबन्ध, यो निबन्धभित्र थुप्रै कुरा आउँछ, तर हामीले अहिले जुन किताब लेख्ने कुराहरू गरिरहेको छौँ यो निबन्ध अन्तर्गतै पढाएको हुन्छ। त्यसमा हामी धेरै कुरा गर्दैनौँ, तर मुख्य कुरा चाहिँ निबन्ध विशेष गरेर त्यसमै धेरै हाँगाहरू छ। अनि त्यसरी हामी नजाउँ। प्रबन्ध, निबन्ध पनि आत्मपरक, वस्तुपरक, होइन, कुनै विषयपरक भन्ने कुराहरू हुन्छ। यात्रा संस्मरण पनि यो भित्रै पर्छ। विभिन्न हामीले लेख्ने किताबहरू पनि यो निबन्ध अन्तर्गत नै पर्ने हुन्छ। निबन्ध किन भनेको भन्दाखेरि एउटा बाँधेर राख्ने क्या, एउटा पाठकलाई त्यो विषयमा परिचयदेखि लिएर त्यसको अर्थ, महत्त्व, फाइदा, त्यसका बुद्धि कुराहरू, विचार, दृष्टिकोणहरू, उदाहरणहरू, होइन, त्यो भित्र विभिन्न खालको कुराहरू राख्दै राख्दै अन्तिममा पाठकलाई के दिन खोजेको कुराहरू चाहिँ त्यसले बाँधेर त्यो निचोडमा पुर्याउने कामले निबन्धले गर्छ, किताबले गर्छ भन्ने कुराहरू चाहिँ यसले गर्छ। अब आख्यान भनेको दुईवटा कुरा छ। यो आख्यानभित्र चाहिँ एउटा कथा हुन्छ, अर्को चाहिँ उपन्यास हुन्छ। कथा भनेको एउटा सानो भनौँ न सानो कुरा, तर उपन्यास चाहिँ धेरै कुराहरू समेटिएको एउटा विषय चाहिँ उपन्यास हो। उपन्यास चाहिँ धेरै लामो हुन्छ र कथा चाहिँ एउटा सानो, होइन, एउटा बिहानको घटना अथवा एक दिनको घटना चाहिँ कथा हो भने 365 दिनको घटनाको समराइज चाहिँ उपन्यास हो। एउटा व्यक्तिले यसको विषयमा थुप्रै कुराहरू छ। अहिले हामीहरू त्यो नजाउँ, कथा के हो, कविता के हो भने त्यो गयो भने टाइम लाग्न सक्छ, होइन। जस्तो कथा एउटा सानो झ्यालो हो भने जहाँबाट एउटा सानो संसार चियाइन्छ, होइन। भने अर्को कथा पनि सामाजिक, मनोवैज्ञानिक, पौराणिक र ऐतिहासिक र हास्य व्यङ्ग्य लघु कथा पनि हुन्छ। लघु कथा भनेको छोटो छोटो 100 शब्दको कथा पनि हुन्छ है। 100 शब्दबाट 50 शब्दको कथाहरू पनि हुन्छ। लघु कथा कथा के 100 शब्दको कथा पनि हुन्छ। भन्नु खोजेको कुराहरू यहाँ एउटा मैले सुरुमा लेख्यो भने कथा हुन्छ क्या। वास्तवमा हामी सबैजना नलेखेको कथा हो क्या। सबैको कथा छ नि त। लेख्यो भने कथा बन्छ, त्यो धेरैको लागि उत्साह बन्छ। लेखेन भने व्यथा मात्रै हुन्छ क्या। कल्पना भन्दै हुन्छ क्या व्यथा, होइन। दिपेशलाई भन्यो अथवा दिपेन्द्रलाई भन्यो, डेभिडसीलाई भन्यो, होइन, कथा मात्रै भयो, त्यो व्यथा मात्रै भयो। तर हामी पब्लिस गर्छौँ, भिजुलाइज गर्छौँ, अक्षरमा ल्याउँछौँ, त्यो कथा चाहिँ धेरै मान्छेको लागि साँच्चै कथा हो। बाइबल कथा नलेखिदिएको भए, होइन, व्यथा मात्रै हुन्छ। त्यो भएर कथा र उपन्यासको केही भिन्नता छ। उपन्यास बगैँचा हो भने कथा चाहिँ त्यो बगैँचाभित्रको एउटा फुल हो। उपन्यास चन्द्रमा जस्तो हुन्छ भने कथा चाहिँ टुकी जस्तो हो, सानो हो कि। तर त्यसले आफ्नो काम त गर्छ नि, होइन। तर अलिकति उपन्यास धेरै जस्तो मान्छेहरूले, तर क्रिस्टियानिटीमा चाहिँ कथा र उपन्यास त्यति धेरै जाँदैन। त्यो फिक्सन कुराहरू क्या। कविता पनि जाँदैन है। मैले कविता पनि खासै त्यस्तो बिक्री हुँदैन। कथा, कविता, उपन्यास यो फिक्सन कुराहरू क्या, कल्पना गरेर लेखेको कुराहरू चाहिँ। किनभने हामी त्योभन्दा अलिकति माथिल्लो स्तरमा अलिक जीवनका कुरा, जुन कथा लेख्दाखेरि मान्छेलाई, होइन, अलिकति मोटिभेसन दिने खालको कुरा हुन त हरेक कथामा त्यो हुन्छ न त। ओके, जस्तो अहिले हामी नजाउँ। अब अर्को विधा भनेको नाटक छ। रूपक पनि भनिरहेको छ, होइन। नाटकको कुराकानी गर्दाखेरि एउटा वार्तालाप शैलीमा विभिन्न खालको यो भित्र चाहिँ एउटा फिल्मको स्क्रिप्टको कुरा पनि आउँछ, पटकथाको कुरा पनि आउँछ। फिल्म इन्डस्ट्री जुन पटकथा भनिन्छ नि, त्यो भित्र पनि यो आइराखेको हुन्छ। अब हामीले बाइबलमा पनि जस्तो अयुबको पुस्तकमा नाटकीय ढङ्गले लेखेको छ क्या। वार्तालाप गर्दै गर्दै शैतान र परमेश्वरको कुराहरू, त्यसपछि अयुब र साथीहरूको कुराहरू, होइन, एउटा त्यो डाइलग बेसमा भएको लेखेको कुराहरूलाई हामी देख्छौँ। हामीले यस्तो कथाहरू पनि लेख्छौँ जुन कुरा चाहिँ बाल बच्चाहरूको त्यो पाठ्यक्रमहरूमा एकदमै काम लाग्ने कुराहरू हुनसक्छ। पहिला पहिला क्रिस्चियनहरूमा नाटक देख्ने चलन थियो नि कल्चरमा। अहिले चाहिँ अलिक कम भएको हो कि जस्तो देखिन्छ। पहिला चाहिँ त्यो हरेक सामाजिक विषयहरूलाई नाटकद्वारा व्यक्त गरिन्छ क्या।
त्यसको लागि चाहिँ पहिला नाटक लेख्नुपर्छ, स्क्रिप्ट लेख्नुपर्छ, अनि मात्रै बल्ल त्यो कुराहरू आउँछ। मैले यसमा धेरै लेखेको होइन। कविताको कुरा गरौँ थोरै। एकजना पढ्छु ल। जीवन जगतको लयात्मक सौन्दर्यपूर्ण भाषिक अभिव्यक्तिलाई साहित्यको कविता विधा भनिन्छ। विशिष्ट भाव, विचार र अनुभूति विशेषको कलात्मक र प्रभावात्मक अभिव्यक्ति नै कविता हो। कवितामा शब्द, शैली, छन्द, विषय, उद्देश्य, कल्पना, अनुभूति, विचार, भाव र गति जस्ता मूलभूत तत्त्वहरूको सम्मिश्रण हुनुपर्छ। यिनै तत्त्वहरूलाई कलात्मक मिलन गरी निर्माण भएको सुन्दर स्वरूपलाई हामी कविता भन्छौँ। यिनमा अध्यात्मक, लयात्मक, ताल वा सुरयुक्त र स्वच्छन्द सबै प्रणाली आउँछन्। यसरी फुटकर कविता, वार्णिक, मात्रिक, गीति, मुक्तक, गजल, हाइकु, गद्यात्मक आदि प्रकारमा लेखिएका हुन्छन्। सायद यसमा मैले व्याख्या गर्नु पर्दैन होला। विशेष गरी यो तत्त्वहरू छ नि कवितामा, शब्द, शैली, छन्द, विषय, उद्देश्य, कल्पना, अनुभूति, विचार, भाव र गति जस्ता कुराहरूलाई चाहिँ त्यो मुख्य त्यो 7-8वटा तत्त्वहरूलाई चाहिँ समेटेको छ भने त्यो कविता चाहिँ जीवन्त बन्छ क्या। कस्तो हुन्छ भने एउटै कविताले पनि एकैचोटि हजारौँ मान्छेलाई, लाखौँ मान्छेलाई त्यो कविताले छुन सक्छ क्या, एउटै कविताले होइन। त्यस कारणले गर्दाखेरि कविता यस्तो एउटा शक्ति हो जुन कुरा चाहिँ एउटा लाइनले पनि धेरै कुरा त्यसले व्यक्त गरेको हुन्छ कि। जस्तै एउटा कविता छ, उड्दैनन् पन्छीहरू कसैलाई सोधेर, हेर्नु त एउटा लाइन हो नि त, पन्छीले कसलाई सोधेर उड्छ र? तर त्यहाँ के छ त भने एउटा हाँस्दैनन् अनुमति लिएर शिशुहरू, अनुमति लिएर शिशुहरू हाँस्छन् र? हाँस्दैनन् होइन। अनुमतिको उड्दैनन् पन्छीहरू कसैलाई सोधेर हाँस्दैनन् शिशुहरू, अनुमति लिएर आउँदैन महाभूकम्पहरू, त्यसैले म पनि कसैलाई सोधेर हाँस्दिनँ, त्यसैले म पनि कसैलाई सोधेर रुँदिनँ। एउटा कविता हो। होइन त्यो ब्याकअप त हुनु पर्यो होइन। भन्न खोजेको त्यहाँ एउटा मर्म छ नि त, एउटा लाइनले पनि के त त्यहाँ धेरै कुरा छ भन्न खोजेको कुराहरू। एउटा कविताले पनि धेरै कुराहरू व्यक्त गर्न सक्छ। अब मुख्य कुरा चाहिँ हामीले ध्यान दिनुपर्ने, हिजो हरिजीले पनि यो कुरा ल्याइसक्नु भएको छ। साहित्य लेख्नुका मुख्य तत्त्वहरू भनेको शीर्षक, टाइटल। तपाईँले पहिलो सुरुमा टाइटल नै महत्त्वपूर्ण हुन्छ है हरेक कुराको सिर्जना गर्दाखेरि। शीर्षक केमा लेख्ने? अब एकचोटि तपाईँले 15 सेकेन्ड जति आँखा चिम्म गरेर अब म यो विषयमा लेख्न पाएँ हुन्थ्यो भन्ने एउटा सोच्नुहोस् त, कस्तो आउँछ। एकचोटि 30 सेकेन्ड जति, 15 सेकेन्ड यसो तपाईँले आँखा चिम्म गरेर चर्न जानु होला अथवा कतै जानुहोस्, त्यसपछि त्यहाँ देखेको एउटा समस्या याद गर्नुहोस् ल। यो विषयमा चाहिँ मैले के कुरा बोल्न पाए हुन्थ्यो, भन्न पाए हुन्थ्यो, लेख्न पाए हुन्थ्यो भन्ने र मनमा तपाईँ सोच्नुहोस् त। एउटा विषय सोच्नुहोस् है, धेरै विषयमा सोच्नु होला अहिले। एउटा विषय हामीले भर्खरै अब नारीहरूको किताब लेख्यौँ। अब तपाईँले के विषय सोच आउन सक्छ भन्दाखेरि, अब म विश्वका प्रख्यात बालिकाहरू जसले चाहिँ सुसमता गरिराखेको छ कि होइन, जसले चाहिँ पास्टरका छोराछोरीहरू जो सेवाकाई छोडेर चाहिँ भनौँ न, अथवा सेवाकाई छोडेका होइन, सेवाकाईमा अझै लागिरहेका छन् भन्ने विषय हुनसक्छ। एउटा विषय सोच्नु है सबैले, सोच्दै गर्नु ल। एउटा विषय शीर्षक ल, हाम्रो एकजना सरले पढ्नुहुन्छ त्यसलाई। शीर्षक कृतिगत मुख्य तत्त्व हो। साहित्यिक कृति विशेषको नामाकरण नै शीर्षक हो। शीर्षक साहित्यमा प्रयोग गरिएका विषयवस्तु, मुख्य घटना, प्रमुख पात्र पात्री, परिवेश, बिम्ब प्रतीक सबैसँग वा यी मध्ये कुनै एक वा दुईमा मेल खाने हुँदछ।
त्यो कुनै पनि टाइटल राख्दाखेरि जस्तो हामीले मुना मदन भन्छ नि, त्यो एउटा उपन्यास अथवा कथा जे भने पनि लक्ष्मी खड्का प्रख्यात मुना मदन होइन, जसमा फिल्म बनेको छ। झोला भन्ने हाम्रो कृष्ण धारावासी भन्ने लेखकले एउटा त्यो उपन्यास लेख्नुभयो, जसको किताब फिल्मै बन्यो होइन। अथवा ह्यारी पोटर होइन, आरके वेलिङ भन्ने व्यक्तिले लेख्नुभयो त्यो ह्यारी पोटर भन्ने जुन उपन्यास होइन, एउटा कथा किताब लेख्नुभयो। त्यो किताब लेख्दै गर्दाखेरि चाहिँ उहाँले 12वटा प्रकाशकसँग पुग्नुभयो अरे कि 12वटा, एउटाले पनि छापेन अरे कि, किन पहिलो कृति थियो नि त उहाँको होइन। जब एउटाले यसरी मजाले छापिदियो कि त्यो चाहिँ विश्वको सबसे धेरै भनौँ न अलिकति धेरै बढी बिक्री हुने पुस्तकको रूपमा अङ्ग्रेजी पुस्तकको रूपमा लिइन्छ। बाइबल पछाडि सायद उही त होइन होला, धेरै भनौँ न। इभन त्यो किताबबाट एउटा फिल्म बन्यो ह्यारी पोटर भन्ने, त्यो फिल्म चाहिँ अन्तरिक्षमा पहिलोपटक प्रदर्शन गरेको फिल्मको एउटा रेकर्ड पनि भयो। त्यो ह्यारी पोटर भन्ने त्यो टाइटल कसरी राख्यो होला कि भने हामी सबैलाई त्यो एउटा जिज्ञासा नि। भन्नु खोजेको जहिले पनि हाम्रो लेखनमा एउटा शीर्षक त्यो विषयवस्तुको मिल्ने खालको शीर्षक छनौट गर्नु पनि पहिलो हाम्रो एउटा तत्त्व हो। लेखन क्षेत्रको एउटा पहिलो भाग, मुख्य भाग चाहिँ एउटा शीर्षक पनि हो भन्ने कुराहरू हामी देख्छौँ। अर्को छ विषय, कुन विषयमा लेख्दैछ, हाम्रो विषयवस्तु के हो। हिजो यहाँ उद्देश्य पनि आएको थियो नि होइन, भने जस्तै साहित्य रचना कुन प्रकृति, पृष्ठभूमि अथवा कुन समाज, इतिहास हो कि मनोविज्ञान अथवा धर्म संस्कृति सम्बन्धित चित्रण गरिने हो अथवा विषय त्यही नै हो। विषय भनेको साहित्यमा चित्रण गर्ने मुख्य कुरा, विषयको आधारमा रचनाको सार वस्तु सन्देश उद्देश्य गाँसेर हेर्न सकिन्छ, जसलाई चाहिँ हामी विषय भन्छौँ। पहिलो कुरा शीर्षक रहेछ, दोस्रो कुरा विषय रहेछ है। विषयको कुरा भयो। तेस्रो कुरा छ पात्र विधान भनेको त्यो रचनामा कसलाई पात्र बनाउने। कथा छ भने त अटोमेटिकली पात्रहरू जोडिने भइहाल्यो। उपन्यास छ भने अझ धेरै त्यहाँ पात्रहरू थपिन्छन्। अब निबन्ध छ भने पनि त्यो निबन्धमा अब तपाईँले आत्मपरक भनेको आफू केन्द्रित गरेर लेख्नु भएको छ भने त्यसलाई तपाईँले आफ्नै पात्र बनाउनु पर्यो। अथवा कुनै व्यक्ति अथवा कुनै वस्तु अथवा कुनै विषयलाई तपाईँले पात्र बनाउनु, त्यो विषय वस्तु पनि एउटा पात्र भएर गइरहेको हुन्छ कि हुनसक्छ होइन। नाटक अथवा कुन छ त्यो कुराहरूलाई तपाईँले विशेष ध्यान दिँदै पात्रलाई चाहिँ एउटा त्यो केन्द्रित गरेर लेख्ने महत्त्वपूर्ण कुरा हुनसक्छ। अर्को छ परिवेश। यो परिवेश भन्दै गर्दाखेरि जहिले पनि लेखन क्षेत्रमा चाहिँ 4-5वटा कुरामा ध्यान दिनुपर्छ। काल चेतना भनिन्छ त्यसलाई, समय चेतना भन्छ कि त्यो परिवेशमा के चलिरहेको छ, प्रकृति चेतना, जीवन चेतना अथवा हाम्रो भाषामा आत्मिक अथवा आध्यात्मिक चेतना पनि र सामाजिक चेतना, यो 5वटा चेतनामा रहेर 5वटा कन्सेप्टलाई राखेर चाहिँ लेख्यो भने चाहिँ त्यो भनौँ न त्यो परिवेशलाई ख्याल गऱ्यो भने लेखहरू चाहिँ एकदमै राम्रो हुन्छ भन्ने कुराहरू तयार गरेको छ है। परिवेशको कुरा गरिने। अर्को छ उद्देश्य। कुनै पनि साहित्यिक कृतिको रचना कुनै खास उद्देश्य प्राप्ति र प्रयोजनको निम्ति गर्ने गरिन्छ। कुन उद्देश्य प्राप्तिको लागि साहित्य सिर्जना गर्ने हो, सो सम्बन्धमा साहित्यकार अथवा लेखक स्पष्ट हुनुपर्छ भन्ने कुराहरू हामी देख्दछौँ। अर्को छ भाषा शैली। यो विषयमा म धेरै कुरा गर्दिनँ किनभने हिजो पनि यो कुरा दोहोरिएको छ क्या, लगभग उहाँकै सपोर्टरमा यो आइराखेको छ। भाषा शैली भनेको भाषाको चयनयुक्त प्रयोग हो। विशेष गरेर भाषाका शब्द, शब्दावली, वाक्य भाषाहरू व्यक्त गर्ने शैलीहरू भनौँ एक प्रकारले सिलसिलाबद्ध रूपमा, सरल रूपमा, एकदमै गहन प्रकारले सरल र बगेको खालको क्या होइन, त्यो खालको भाषा हुनुपर्छ भन्ने कुराहरू। अनि यो कुरा पनि हो भाषा शैलीमा विशेष गरी 4-5वटा कुराहरू। शुद्धको कुरा, विदेशी आए नै अनुवाद जस्तो छ त्यसै ठ्याक्कै राख्न मिल्दैछ नि त होइन। हाम्रो आफ्नो प्रकारले हाल्नुपर्ने अंशको कुरा, शुद्ध उखानका कुराहरू, त्यसपछि त्रुटिपूर्ण विरामको कुरा, नराम्रो शैली, अशिष्ट शब्दको प्रयोग,
अशुद्ध वाक्यहरू पनि हामीले प्रयोग गर्न नहुने रहेछ भन्ने कुरा रहेछ। अर्को छ शुद्धता। यो कुरा चाहिँ हामीले विशेष गरेर भाषा सम्पादनको कुराहरूमा यो कुराहरू आउँछ र लेखक आफैले पनि कस्तो कस्तो शब्दहरू प्रयोग गर्ने, जस्तो कुनै कुनै उपन्यास कथाहरूमा चाहिँ जुन जातिले प्रयोग गरेको भाषा बोली लवजहरू छ त्यस्तै लेख्नुपर्ने हुन्छ क्या कहिलेकाहीँ। त्यो कुरा भाषामा हिसाबले चाहिँ अशुद्ध हुन्छ, तर त्यहाँको बोलीचालीको भाषामा त्यस्तै लेखेको छ भने इन्भर्टेड कमा दिएर हुन्छ कि कसरी हुन्छ त्यसलाई त्यसरी लेख्नुपर्ने हुन्छ। शब्द तिनका विभिन्न रूप, प्रकृति, लिङ्ग, वचन, कारक, विभक्ति कुराहरू, शब्द शुद्ध रूपहरू, व्याम चिन्हको, वाक्य रचना क्रम र मेल, आधिकारिक शब्दकोशको प्रयोग र कुन शब्द कोशलाई मानक मान्ने कुराहरू पनि महत्त्वपूर्ण हुन्छ। अर्को 8 नम्बरमा छ विचार र सन्देश। यो महत्त्वपूर्ण छ है। हामीले के कुरा पुर्याउनु खोजेको कुराको गाँठी कुरा के हो त, बुद्धि के हो, रस के हो, के दिन खोजेको हो त, त्यो विचार चाहिँ एकजनाले पढ्दिनुहोस् त होला सन्देशले पढ्दिनुहोस्। सन्देश विचार तथा सन्देश विचारहरूलाई दोहोऱ्याउनुहुन्न, अनावश्यक र अमिलका विचार अथवा सन्देश राख्नुहुन्न, महत्त्वपूर्ण तथ्यहरूलाई झिक्नु हुँदैन र अनावश्यक तथ्यहरूलाई राख्नु पनि हुँदैन। मूल विचार, सन्देश, उद्देश्य प्रष्ट हुनुपर्छ, विचार श्रृङ्खलाबद्ध हुनुपर्छ, यो गजेङ मजेङ हुनु हुँदैन। नयाँ विचार सन्देश जो वास्तविक होस्, सन्देश कृतिबाट प्रष्ट रूपमा भन्न सक्नुपर्छ। लगभग मेरो क्लास लगभग सकिन लाग्यो। अब 1-2 मिनट यो मेरो आफ्नो कुराहरू म राख्न चाहन्छु। अध्ययन तथा लेखन संस्कारको विकास गरौँ, त्यसको सबसे ठुलो जिम्मेवारी भनेको लेखक हुन्छ है। लेखकले राम्रो कुरा पस्केमा मान्छेले पढ्छ त। समाचार पनि अलि राम्रो प्रकारले भन्ने राम्रो राम्रो कुरा आएको हेर्न मन लाग्छ त हो होइन। खालि एउटै कुरा होइन, 10वटा युट्युबले एउटै कुरा हाल्दै आउँछ, तर शीर्षक मात्र फरक फरक गरेर हालेर भित्र बुद्धि चाहिँ एउटै भयो भने हेर्नु मन लाग्दैन नि त। भने जस्तै लेखाइको सुरुवात लेखाइबाटै हुन्छ। हिजो कुरा यो कुरा आइसकेको छ, अरू उपाय छैन होइन। पहिला लेखक राम्रो पाठक पढ्नुपर्छ। यदि कुनै विषयमा तपाईँ किताब लेख्न चाहनुहुन्छ भने त्योसँग सम्बन्धित कम्तीमा भने 10वटा किताब चाहिँ पढ्नै पऱ्यो क्या। अनि 11औं पुस्तक चाहिँ तपाईँको बन्छ है। यो एकदमै ग्यारेन्टी कुरा हो। अर्को लेखन पनि एउटा ठुलो सेवा हो। मान्छेले के गर्छ भन्दाखेरि सेवाकाई भनेको हाम्रो नेपाली कल्चरमा होइन आफ्नो जित्नु अथवा भनौँ न धेरै कुरा चर्चसँग मात्रै भनौँ न त्यो सरकारमा मात्रै रिलेटेड हुन्छ। तर लेखन सेवाकाई चाहिँ यो बियोन्ड द चर्च है, चर्च भन्दा माथि आफ्नो जिल्ला, प्रदेश, देश र देशभन्दा माथि रहेर सेवा गर्ने एउटा ठुलो प्लेटफर्म हो कि त्यो सेवाकाई हो। कार्य भन्नु नि त सर, सेवा कार्य भन्नु सेवाकाई आत्मिक र लेखन अनुशासन चाहिन्छ। यो अनुशासन, लेखन अनुशासन चाहिँ एकदमै महत्त्वपूर्ण छ। बिहान हो कि बेलुका हो कि कति घन्टा हो, कति त्यो टाइम टार्गेट राखेर हुन्छ कि कति मिनट लेख्ने, वर्षमा कतिवटा किताब लेख्ने, कतिवटा लेख लेख्ने होइन। पहिले सुरुमा लेखहरू सिधै किताब भन्दा पनि पहिला पत्रिकातिर लेखहरू छाप्नु थाल्यो, किनभने त्यसले चाहिँ हरेक तपाईँको पाठकहरू जमाइराखेको हुन्छ क्या। कमल सरको पहिला आशिष पत्रिकामा हरेक महिनामा लेखहरू आउँथ्यो क्या है, एकदम स्मार्ट फोटो अनि छोटो लेख, कुनै लामो पनि हुन्थ्यो होइन। पहिला आशिष पत्रिकामा कन्टिन्यू लेखहरू लेख्दाखेरि मान्छे के त त्यो पाठकहरूलाई उहाँको लेखहरू त्यो चासो हुँदै गएपछि किताब आउने बित्तिकै किताब बार किनिहाल्छ क्या मान्छेले, किन अलरेडी पाठक जन्माइसक्नुपर्छ भन्ने कुराको कन्सेप्ट पनि हुन्छ। ओके, अर्को इतिहास रट्ने कि रच्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। इतिहास रट्ने हो भने चाहिँ अरूले जे किताब लेखाएको छ त्यही किताब लेख्ने हो रट्ने। इतिहास रच्ने हो भने चाहिँ भर्जिन किताब लेख्नु पर्यो कि भनेको कसैले पनि जुठन नहालेको चोखो कुमार त किताब लेख्नु पर्यो क्या होइन। कुनै पनि कसैले पनि त्यो विषयमा नलेखेको, नदेखेको, नछोएको, सम्बोधन गर्न बाँकी रहेका विषयलाई छोयो भने मान्छेले त्यो किताबलाई पढी
पाठकले रुचाउँछ खोज्छ यो विषय त मसँग छैन है भनेर लिएर जान्छ होइन। त्यस कारणले जहिले पनि नयाँ विषय सोच्नु पर्यो। अर्को त सिजनल बुकहरू पनि कहिलेकाहीँ चाहिन्छ त्यो कुराहरू। अर्को यदि लेख जब हामी सार्वजनिक गर्छौँ भने त्यो लेख हाम्रो मात्र हुँदैन, त्यो सबैको हुन्छ कि। त्यस कारण तपाईँको लेख तपाईँसँग मात्र राख्न चाहनुहुन्छ भने डायरीमै राख्नु पऱ्यो, कम्प्युटरमा राख्नु पऱ्यो। अब सबैको त्यो लेख बनाउने हो भने चाहिँ त्यसरी पब्लिकेसन गर्नु पऱ्यो। लेखक स्थानीयबाट जब तपाईँले किताब लेख्नुहुन्छ, पब्लिस गर्नुहुन्छ, तपाईँ कहिले पनि लोकल बन्नुहुन्न कि। तपाईँको सीमा नै हुँदैन क्या। त्यो किताब यसरी काम गर्छ कि तपाईँ कहिले पनि नछिरेको दरबारभित्र पनि त्यो किताब छिर्न सक्छ क्या। कसैको बेडभित्र ओछ्यानमा सिरानीमा पनि पस्न सक्छ क्या। तपाईँ अरूको सिरानीमा बस्न सक्नुहुन्न, तर तपाईँको किताब राम्रो छ भने मान्छेले किताब सिरानीमा राखेर बिहान बेलुका डिभोसन गरेर पढ्न सक्छ। त्यो एउटा त्यति पावर हुन्छ भन्नु त्यसलाई भिसा पनि चाहिँदैन क्या। ट्याक्स पनि गर्नु पर्दैन। एकैचोटि स्थानीयबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको बन्छ कि। त्यो कारणले त्यो पावर छ भनेर लेखन क्षेत्रमा गरेको लगानी कहिले पनि खेर लाग्दैन भन्ने कुरा हामीले बुझ्नुपर्छ। यो सृजनात्मक साहित्यको गरिएन। पुस्तकले पुस्तालाई परिवर्तन गर्छ कि जहिले पनि। पुस्तकले जहिले पनि पुस्ताहरूलाई परिवर्तन, निर्माण, बदल्ने अनि हाम्रो विश्वासको कुराहरू पनि त्यसले सार्ने काम गर्छ अथवा पुस्तालाई। बाइबल त त्यही बाइबल नै हो नि। बाइबलको कुरा अहिलेको पुस्ताले बुझ्ने भाषामा जब हामी लेख्छौँ, त्यो लेखहरू लेख्छौँ, त्यसले हाम्रो विश्वासलाई पनि सार राखेको हुन्छ क्या पुस्ता पुस्तामा। र त्यो लेखन र अध्ययन संस्कार चाहिँ विकास चाहिँ गर्नुपर्छ। हाम्रो पृथ्वीले सधैँभन्दा पनि अनन्त आशिष ल्याउँछ। अँध्यारोबाट उज्यालोतिर, संसारबाट स्वर्गतिर डोर्याउने कृति हुनुपर्छ कि हामी। त्यही भएर मैले प्राय सेकुलर साहित्य किन लेख्दिनँ भन्दाखेरि यो नै आउँदै आउँदैन कि होइन, क्षणिक मात्र हुन्छ त्यहाँ है। त्यो अनन्तको हुँदैन अनि उज्यालोतिर लगिराखेको हुँदैन, स्वर्गतिर पनि डोराइराखेको हुँदैन क्या। हाम्रो कृति चाहिँ यति फरक छ। स्वर्गतिर डोर्याउने खालको लेख्दा हजुर सेकुलरमा पनि लेखेर हजुर अब सेकुलर अडियन्सलाई चाहिँ हामी त्यही हजुर मिल्छ। यीशु पनि संसारमै आउनुभयो। त्यो लजिक ठिक छ होइन, हो एकदमै राम्रो कुरा हो। अब यसको लागि अझै हामीले विज्ञता, अझ अध्ययन होइन एग्रिन देवालले एउटा एल्बम निकाल्नु भएको थियो नि, त्यो एउटा के माइनर पढ हालेर गाउन गाह्रो। त्यसमा पनि त्यही थियो क्या, सेकुलरलाई नै उ गरेर गडको खाँचो छ भन्ने टाइपको सन्देश जाने टाइपको थियो। तर त्यति चाहिँ चलेन होइन, तर एकदम राम्रो लाग्यो मैले सुने गीतहरू। ओके ल यो अन्तिम लाइन पढ्दिनुहोस् त सबैले। यो ठिक हो कि धेरै जस्तो चाहिँ यो विषयमा पनि हाम्रो के अरे अहिलेको शिक्षा मन्त्री महावीर पुन जस्तै किताब आफै लेख्ने अनि आफै बिक्री गर्न जानुपर्ने अवस्था छ नि त। तर पनि उहाँले रेकर्ड चाहिँ राख्नुभयो है, करोडौँ किताब बिक्री गर्नुभयो। सायद हाम्रो पनि अब अवस्था त्यस्तै नै छ क्रिस्टियानिटीमा। फोर्सफुली हजुर एउटा किताब किन्दिनँ न भन्नुपर्ने अवस्था छ। तर कमल सर चाहिँ ब्रान्ड बन्नेमा भएको छ। मलाई कमल सर किताब ल्याइदिनु है भनेर हिजो फोन गर्दै थिएँ साथीहरूले, त्यो विमोचन गरेको हामी फोटो हाल्दै। पुस्तक अध्ययन र संस्कार विकाससँग लेखकको ठुलो योगदान हुन्छ। अब लिखित कुराको आयु तपाईँको आयुभन्दा लामो हुन्छ। यही हो हाम्रो सपना। हामी मरे पनि हाम्रो किताबहरू बोलिराखेका हुन्छन्। हामी मर्छौँ होला तर किताब बोलिराखेको हुन्छ भन्ने कुराले चाहिँ फेरि लेख्नलाई प्रेरणा दिन्छ। लेखकका चुनौतीहरू छ नयाँ लेखकहरूको लागि। यो
चुनौतीहरू तपाईँले यसो स्क्रिनसट गर्नुभयो हुन्छ। थुप्रै चुनौतीहरू छ नयाँ लेखक बन्नको लागि। पहिलो सुरुमा त फर्स्ट प्रेग्नेन्सी भएको बेलामा एउटा आमाले जुन सङ्घर्ष गर्नुपर्छ, बुवाले पनि सेम त्यही नै हो। पहिलो किताब निकाल्नु र एउटा बच्चा जन्माउनु उस्तै हो। राख्नु पर्ने एक्साइटमेन्ट पनि हुन्छ फेरि। ओहो बच्चा बनाउनु गाह्रो, सजिलो त छ तर त्यो भइसके पछाडि त्यो बाटो भएर जाँदाखेरि कति गाह्रो हुन्छ। कहिले काहीँ एक्लै हुन्छ, तालु तातिसकेका हुन्छ लेख्दा लेख्दा क्या, टुपीबाट धुवा निस्किरहेको हुन्छ। अहिले पनि पसिना छुटिरहेको यस्तो त्यो गाह्रो भएर गइन्छ कि जब निस्किन्छ, रिलिज हुन्छ नि, अनि एकदमै त्यो बच्चा जन्मिसकेपछि आमाले त्यो रिल्याक्स गरे जस्तै, अनि त्यो बेला बेला पल्टाइ गऱ्यो, माया गऱ्यो है। अनि भन्दै गयो मेरो छोरा मेरो छोरी हेर्नुहोस् न कस्तो छ, अर्काकोलाई मतलब हुँदो रहेछ। उस्तै त होला तर भन्नुपर्ने अवस्थाहरू हुनसक्छ होइन। त्यो एउटा त्यो अवस्था भएर जानुपर्ने हुन्छ। ओके, अब यो हिजो कुरा पनि आइसकेको छ, त्यो कारणले गर्दा यसलाई दोहोऱ्याउनु चाहिँ होइन। पुस्तक लेखनको प्रकाशनका केही प्रक्रियाहरू लगभग जो कुराहरू आइसकेको छ सम्पादनसम्म होइन त। अब यो पछाडिको कुरा प्रकाशन गर्ने कुरा पनि एकदम महत्त्वपूर्ण छ। कुन प्रकाशनबाट गर्ने, अलिक ठुलो प्रकाशन भयो भने जसको नेटवर्क राम्रो छ भने उसले अलिक धेरै बिक्री गरिदिन सक्छ। त्यसपछि अब प्रचार प्रसार गर्ने कुरामा पनि किताब आउनुभन्दा अगाडि 3 महिना अगाडि तपाईँले विज्ञापन गर्न सुरु गर्नुहोस् कि त्यो राम्रो हुन्छ। त्यसोबाट हुन्छ कि साथीभाइलाई भन्नुहुन्छ कि एउटा सबसे च्यालेन्जिङ चाहिँ मलाई के भइराखेको छ, अथवा तपाईँलाई पनि साहित्य भएको होला। हिजो अस्ति कमर्सले आउँदै गर्दा हिजो बाटोमा तपाईँको के किताब निस्किँदैछ भन्नुभयो क्या। त्यो भन्ने उहाँ मात्र होइन, धेरैजना सोधिरहेको हुन्छ जहिले भेटे पनि। हाम्रो चाहिँ अरू कामै छैन, खालि किताब जस्तो किताब के निस्किँदैछ अरे होइन। अब त्यो कुराले चाहिँ हामीलाई हिट गर्छ कि म कुनै दिन लेखक थिएँ नि त है। पाठकले त मलाई फेरि कि त उनीहरूको मनमा त म रहेछु नि त, मैले फेरि लेख्नुपर्छ है भन्ने जुन त्यो बेला बेलाको त्यो घन्टी त्यो कुराले चाहिँ मान्छेलाई प्रेरणा दिइराखेको हुन्छ। त्यसपछि यो डिस्ट्रिब्युसन गर्ने कुरामा पनि व्यक्तिगत साथीभाइहरू सबै त्यो प्रकारले। अब हाम्रो साहित्यमा 10 लाख कृष्णहरू छन्, 10 लाख पास्टरहरू हुनुहुन्छ, 10,000 पास्टरहरू हुनुहुन्छ, तर लेखक कतिजना छ? मण्डलीको विषय कति धेरै छ त। कुलपिटको समस्यादेखि लिएर लिडरसिपका विषयहरू, अहिले चेलापनको कुराहरू आइराखेको छ होइन। के विषयमा लेख्ने क्या विषयले भनिराखेको छ, मेरो विषयमा लेख, मेरो विषयमा लेख भनिरहेको छ क्या विषयहरूले, समस्याहरूले। त्यो हात उठाइरहेको छ क्या। तपाईँले कुन चाहिँ विषयलाई छ न, अहिलेको विषय के हो, खाँचो के हो, जेनजीको विषयमा लेखौँ न कसरी होइन। जेनजी पुस्तक किन आइरहेको छ अहिले, जेनजी विश्वभरिको जेनजीले के खोजिरहेको छ, चर्चको जेनजीहरूले के चाहिरहेको छ विषय क्या। विषय त्यो विषय चाहिँ के हुनु पर्यो, भर्जिनु हुनु पर्यो, कसैले जुठो नहालेको विषय हुनु पर्यो क्या होइन, नयाँ विषय हुनु पर्यो। त्यो कुरा चाहिँ हस्, धन्यवाद। ल सेयरिङ गर्ने मौका